पानी परिरहेको छ यहाँ हाम्रो ठाउँमा। मालिक र मालिकनी गएको छ कुवा हेर्नुलाई। हेर्नु पानी गिरेर कस्तो भएको छ है। मेरो साला उभिरहेको छ बिचरा जाडोमा कोक्रेर। म चाहिँ भिडियो बनाउँदैछु। यहाँ हो हामीले कुवा खनेको जग्गा। बम्बु पनि देख्दैछ त्यहाँबाट। मालिकनी र मालिक बिचरा कुवामा पानी पनि भेटेको छैन, त्यही भएर उनीहरूले हेर्दैछ पानी घुस्यो कि भनेर। जाँदैछ मेरो साला उहाँ हेर्नुलाई एकबार। यसको लागि एउटा लाइक हान्दिनु है मेरो सालाको त्यति दुःखले खनेर फेरि गएर उनीहरूलाई मद्दत गर्नु गइरहेको छ सघाउनुलाई। बिचरा पानी नै पाएको छैन, 30 फिटै गएको छ अहिले। पानी पर्यो भने फेरि साइडको माटो गिरेर फेरि खन्नु सक्दैन, कुवाको साइज बिग्रिन्छ भनेर बिचराहरू मालिक बुढाबुढी पनि गएको छ पानी घुस्यो कि भनेर। यो उनीहरूले पालेको कोइलर हो, उनीहरूको खानदान मान्छेले। हेर्नुहोस् है हाम्रो कपडाहरू यहाँ राखेको छु। कस्तो पहाडमा छ घरहरू। त्यो हाम्रो टिफिन हो। नाला खोलिदिँदैछ सालाले पानी नपुसोस् भनेर कुवामा। म त भिज्नु मन छैन, त्यही भएर म त गएन। त्यहाँ पनि कोइलर पालेको छ। आउँदैछ मालिक फरुवा बोकेर। यो भी कुवा हो, 45 फिट गएको छ भन्दैछ। यो चाहिँ उनीहरूको आफ्नो मान्छेको कुवा हो। कुवामा पानी घुस्छ भनेर नाला खोलिदिँदैछ उनीहरूले। हेर्नुहोस् यस्तो राङखाङ छ, पहाड जग्गा छ यो, घरहरू उच्च जग्गामा। जग्गा पनि यस्तो हो, हेर्दा माया लाग्छ। के गर्नु अब, मालिकहरूलाई पानी चाहिएको छ। बिचरा बुढाबुढीले त्यही मन दिएर काम गरिदिँदैछ है। कस्तो लाग्यो मेरो भिडियो? तपाईँहरूलाई राम्रो लाग्यो भने लाइक र सब्सक्राइब गरिदिनुहोस् है। बहुत दिन भयो भिडियो हाल्नु पाएको छैन, फोन पनि राम्रो छैन मेरो, त्यही भएर हाल्नु सकेको छैन। आज चाहिँ म कस्तो हुन्छ भनेर एउटा अपलोड गरी हेर्नु पऱ्यो। 6-7 महिना भयो नहालेको भिडियो पनि। पानी अलिक कम्ती हुँदैछ अहिले त। आयो मेरो साला नुहाएर कपडा फेर्दैछ जानुको लागि। यो मेरो साला
बिचरा पकडेर एक बसिरहेको नम्बरको छ साला जाडोमा पकाउने साला के गर्नु काम नगर्नु नोएर हुँदैन आएको फेरि साला परिवार पाल्नै पर्छ नोएर आएको बिमारहरू भएको साला छैन प्रभुको आशीर्वादले यो टिफिनको भात पनि ठिकै छ खाने साला तपाईँलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्टमा वामा गएर भनिदिनुहोस् खन्ने भनेर बि तपाईँलाई साला जनाइरहेको छु लाइक अनि सब्सक्राइब बिचरा गर्नु चाहिँ जाडोले नबिर्सनु होला। कुक्रिने साला मायाले तपाईँले मेरो भिडियो लास्टबाट लास्टसम्म हेरिदिनुहोस् भनेर। धन्यवाद।